ल गाइस हाम्रो खेतबारी सुरु भइगयो हाम्रो अर्को नयाँ ब्लग नेक्स्ट डे सेकेन्ड डे नेपालमा सोताङमा गाउँपालिका हाम्रो खेतबारी घाँस आलुबारी मकैबारी केराबारी तल स्कुल यहाँतिर हो जङ्गल यस्तो यस्तो बारीमा हिँड्नु पर्यो जिन्दगीमा ओ माई गुस के हो यो मकै गाडीमा हराएँ त गाइस म त हराएँ कहाँ छ मान्छेहरू कता गए म हराएँ म रुन्छु फेरि बाटो बिराएँ बाटो बिराएँ मैले यस्तो जङ्गलभित्र हराएँ मलाई फेरि झारै झार छ यहाँ हो तेरिका यो के दोहोऱ्याउनु पर्ने ए खेतमा त दोहोऱ्याउनु सजिलो हुन्छ ब्लाड कि ब्लाड माटो दिने मात्र ल आइपुगेँ म के भन्न चाहन्छ म यहाँ जङ्गलबाट आइपुगेको हाम्रो भाइ घाँस काट्दैछ तर अर्काको बारीमा घाँस राख्दैछ कोदो बारीमा पिटाइ भेट्छ यही हो कुरो चाहिँ यही हो यो चाहिँ साह्रै माया गर्छ लुगामा प्लात्त टाँसिन्छ घोज्छ लास्टमा यही बारी है हाम्रो खन्नुपर्ने यही कोदालोले घरमा बुहारीको कोदालो यत्रो छ अहिलेसम्म गएर छैन यो पहिला हाम्रो स्कुल हो बखपलम स्कुल यो अर्को गाउँको दसमा भन्नुभएको होइन कहाँ त्यो भाषण याद होइन क्या खोइ त्यही जस्तो लाग्छ त्यो फल्दैन त्यति घाँस काटेको रे हाम्रो भाइले हामी चाहिँ हेरेको हेरे त्यसरी मकै खन्ने चाहिँ यही हो कोदालो हरियो परियो यो त्यो माथिसम्म खन्नुपर्ने हो गाई चाहिँ हाम्रो बारी यस्तो धेरै छ के अरे अनि के पो भन्छौ दर्शक बन्धुहरू तपाईहरुको सामु ल्याएको छ समाचार भन्छ तपाईहरुले यो युट्युबर हो ब्लगर उहाँले त साँच्चै के कसरी के त्यो उहाँको त उनी कस्तो हाम्रो टोलीहरूले यहाँ मकै खाँदै हुनुहुन्छ माथि बसिहाली छ यता यो के हो फेरि त्यो उसलाई चाहिँ के भन्छ अरे काब्रो यहाँ काब्रो छ भन्नु होला नि के अरे चस्लिम ए हजुर चस्लिम छ यहाँ यहाँ स्कुल छ यो के स्कुल हो फेरि 2 वर्ष कहाँ मैले त पढ्नै पाएन नि यहाँ ए जुम गर्दा सबै पो देख्दो रहेछ त अब ए त्यत्रो तलको पनि खतरा पो रहेछ हौ
गाडी भित्रको हो ल भाइ बुहारी खन्दै म चाहिँ मेरो पालो ब्लग बनाउँदै साथीहरू हेर्नु होला हामी श्रमदान गर्दैछौँ श्रमदान गरौँ मकै खाऊँ मकै फले पछाडि खाउँला पोलेर भुटेर वाकपुम खाउँला यहाँनिर बसेर टुक्रुक्क गर्मीले हैरान पारिसक्यो गाइजहरू जिन्दगीको गोरेटोमा आलु जिन्दाबाद खै भिडाए खडाइ आलु पोलेको सुसना नक्सा हामी प्रत्यक्ष प्रसारणमा छौँ भर्खर बाजोबारीलाई के गरेको होला जनता जान्न चाहन्छ चक्क जमिन भुतालेको जस्तो छ अनुहार पनि कोतारेको जस्तो छ के गर्ने होला हेलो अब चाहिँ हामी मकै खन्न जाँदैछौँ फेरि यो चाहिँ आज म घर आएको 3-4 दिन भइसक्यो गाइस हाम्रो सिमीबारी सुन्तलाबारी आरू फलेको छ खान आउनु होला साथीभाइहरू पनि छ फलेर नि कुहेर झरिसक्यो उन्टुल सुतिरहेछ हामी लाग्यौँ मकै खन्न हाम्रो भाइ उता 3टा गरुङ फलामको भकरी बोकेर हिँडिरहेको छ यता चाहिँ बुहारी नानी छ यहाँ चाहिँ हाम्रो अङ्कलहरूको घर हो म छु खन्नलाई रेडी ए मकै घारी भने आफै खने नि एकको लालु खन आफै म यहाँबाट अडाउँछु छेउ भित्ता कसरी खन्ने भन्ने कुरा आदरणीय महानुभावहरू भर्खरै ठाडो भएको मकै कसरी ढल्यो भन्न खोज्नु र ऊ नानीले कहाँ खन्ने रे ए ल ल नबिसाइकन खन्ने तिमी हो तिमी सक पहिला म त एक टाउ खन्ने हो बिसाउने हो भाइ बुहारीले पर खन्दैछन् ए बुहारी उभिएर हेर
आशिष त हराएछ मकै घारीमै। ए आशिष मकै घारीतिरै हराएछौ। म यत्रो जुम तान्दा नि तिमी देख्दैन है मकै घारीले। बजार जाँदैछौँ हामी। अलिकति ढिलो भयो गाईहरू, ढिलो भयो, नरिसाउनु होला। घाम लाग्यो छ। उफ घाम लाग्दा नि छाता, पानी पर्दा नि छाता, छातै छाता। हेत्तेरिका यस्तो छ रोटै रोड। मान्छे आइरहेको रहेछ जिन्दगीको गोरेटोमा। बजारबाट फर्केको, अघि त बजारमा त गरिएन। त्यहाँ छ गाईहरू, यहाँ छ पहाडी यस्तो छ। घर बनिरहेको रहेछ बाटो बाटो। यता जानुपर्ने हामी। तल खोला छ, ए के अरे झर्ना। म झर्ना तानेर देखाउनु पर्यो। यहाँनिर कस्तो आनन्दको झर्ना झरिरहेछ। यस्तो जुम तान्छ यसले। क्लियर ल्याउँदै जाने। के छ हौ तलतिर? ओहो बाघ भालु देखाउँदो रहेछ कि छ भने त। ए बाबा हामी गर्मी छ। टोपी क्याप टोपी लायो। 350 को क्याप टोपी किन्यो। साइप्रसको टी सर्ट हो यो। मकै खनेर यसरी खन्नु पर्यो भनेर किनेको। 2-3 हजारै पैसा गयो, बढी गयो होला। त्यो माथि गाउँको नाम के जिती खाम हो? त्यो गहिरो होइन, त्यो माझौली हो। माझौली त्यो माथिको त्यो माझौली हो। जिदी खान्छ तल्लो पो। जमानामा घाँसमा गएको बाटो देखाउँछु साथीहरू। यहाँदेखि गएर त्यो घरहरू भएकोबाट निस्केर अनि त्यस पछाडि यस्तरी त्यो माथिको डाँडाको घर पो निस्किनु पर्दैन। यसमा चाहिँ त्यहाँ माथि नि एउटा डाँडामा घर छ यहाँनिर। त्यस पछाडि यसरी गएर त्यहाँ माथिको डिल नागेर जानुपर्ने है गाई चाहिँ। पहिला चाहिँ यसरी गइन्थ्यो यत्रो टाढो जिन्दगीको बाटोमा। हाम्रो गाउँ साथीभाइहरू, लम्बुवा गाउँ। बजारबाट आउँदै हो हामी, फर्किँदै हो। भएर हैरान परो। शीतल हावा सरर आनन्दै लाग्ने शीतल हावा आइरहेछ। आनन्द हुँदो रहेछ भाइ। बुङ्गडा